इलाम बजारको बढ्दो चापलाई कम गर्न र यातायातलाई व्यवस्थापन गर्न अनि सहजताका लागि इलाम नगरपालिकाले बाटोको छेउमा फुटलेनको विस्तार गरेपछि अहिले सुन्दरतासँगै सहजता थपिएको छ। नारायणथानदेखि टुँडिखेलसम्म निर्माण गरिने यो फुटलेनले आम मानिसहरू बिस्तारै बिस्तारै अभ्यस्त बन्दै गइरहेका छन् र उनीहरूमा बिस्तारै खुशी छाउन थालेको छ। नाम्सालिङका निराजन तिमसिना भन्छन्, यो चाहिँ हाम्रो अब यो फुटपाथ चाहिँ अब यहाँ बनाउनु भएको छ हाम्रो नगरपालिकाको मेयरहरूले। अब यो चाहिँ साह्रै राम्रो काम गर्नुभयो। हाम्रो अब यो माथि चोक बजारसम्मै गऱ्यो भने चाहिँ अझ राम्रो हुन्छ। यो बाटो यो गाडीहरू यसो एक्सिडेन्ट नहुने सम्भावना पनि अलिक कम हुन्छ र त्यही भएर यो फुटपाथ पनि बनाएको। अनि यो फुटपाथ चाहिँ अझै माथिसम्मै इलामभरि नै बनाए अझ राम्रो हुन्छ। बाटो साँघुरो भएर ठूला गाडीहरू छिर्ने बित्तिकै बाटोमा हुने जाम र ट्राफिक व्यवस्थापन गर्न पनि हम्मे भएपछि बाटोलाई अस्तव्यस्तबाट छुटकारा दिलाउन यो काम गर्नु परेको वडाध्यक्ष नरेश श्रेष्ठ बताउँछन्। हामीले यो इलाम बजारलाई अलिकति व्यवस्थित गर्नका लागि र पैदल यात्रीहरूलाई पनि हिँड्नका लागि अहिले पहिलो चरणमा हामीले टुँडिखेलबाट नारायणथानसम्मको लागि फुटपाथ बनाउने भनेर जुन हामीले एउटा अवधारणा बनायौँ र हामीले वडा समितिको मिटिङमा बसेर यो कुरालाई पास गरेर हामीले हाम्रो बजेट त्यहाँ लाएर हामीले फुटपाथ निर्माण गर्ने काममा टेन्डर मार्फत फुटपाथ निर्माण गर्ने काममा हामी अगाडि बढ्यौँ। पहिला टुँडिखेलबाट यो सुरु गरेर पहिलो चरणमा चाहिँ माथि हाम्रो पहिला यो देवेन्द्र शङ्खरको जुन घर छ इलाम डेस्कटप माथि हो, त्यो घरसम्म पहिलो चरणमा चाहिँ 300 समथिङ मिटर चाहिँ फुल फुटपाथ बनाउने भनेर हाम्रो टेन्डर आह्वान भएको थियो र अहिले त्यो काम हुँदैछ। बाटो बनेपछि यात्रुलाई मात्र होइन आम मानिसलाई नै बिस्तारै सुविधा बन्दै गएको र अहिले मानिसहरू यो बाटोको प्रयोग गर्दै मर्निङ वाक र इभिनिङ वाक हिँड्ने क्रम बढेको स्थानीय व्यापारी मनोज कोइराला बताउँछन्। पहिलो कुरा चाहिँ जुन यो पहिला चाहिँ यो फुटपाथ बनाउँदाखेरि चाहिँ कस्तो खालको मान्छे नेगेटिभ आयो भन्दाखेरि चाहिँ बाटो साँघुरो हुन्छ, गाडी पार्किङ गर्दैन, पार्किङ मान्छेले सामान किन्न सक्दैन भन्ने सोच्थ्यो। वास्तवमा गलत रहेछ क्या। त्यो सुरुमा बाटो बनाउनु धेरै वाद विवाद भयो यहाँनिर चाहिँ नदिने भन्ने वाद विवाद, तर कस्तो कुरा बुझ्दै जाने वास्तवमा चाहिँ एकदम सही काम भएको छ। किन यो पहिलो कुरो के भन्दाखेरि चाहिँ यहाँनिर तपाईँको चाहिँ जुनै बाटो बनायो नि, बाटो बनाएपछि मान्छे यताबाट हिँड्न थाल्यो, यता हिँड्न थालेपछि मान्छे त उताको व्यापार त्यहाँ बढ्यो नि, मान्छे देख्यो। जस्तै मेरो काउन्टर पछाडि थियो क्या पहिला, अनि मैले यहाँ मान्छे यहाँ नदी मान्छेले बाटो भन्दा यो कुरामा कति भनेर सोध्दै दिँदैन थियो त। अनि मेरो लागि त पोजिटिभ हो नि त भक्तमा त। गाडी नआउँदाखेरि पनि तपाईँ कहिले काहीँ त्यो भने आएर राख्दाखेरि गाडी सट्टै सोध्ने सामान किन्ने जानेहरू भइरहेको छ क्या वास्तवमा चाहिँ। अनि म चाहिँ यसलाई चाहिँ एकदम सही काम लाग्छ। हामी आएको हामीले बुझायौँ पनि। अहिले वास्तवमा के भन्छ नि सफा पनि देख्यो क्या एउटा कुरा चाहिँ चिटिक्क आमु फर्स्ट इम्प्रेसन पऱ्यो नि मान्छेलाई। ओरिपरि देख्छ आमु हुन त ती मान्छे मात्रै छ, तर मान्छे इलाम सबै यस्तो रहेछ भन्ने चाहिँ कन्सेप्ट चाहिँ भएको छ एउटा चाहिँ क्या। अनि बेलुका नानी खेल्ने कुद्ने हिँड्ने निस्पिक्री हिँड्ने बेलुका मान्छे नि हेरिन थालेको छ। यो बाटो मैले देखेको सजिलो बाटो हो नि त। आनन्दले इभिनिङ वक गर्छु नि हाम्रो माथि बङ्गालापतिर साथीहरू 8-9 बजीतिर पनि बाटो सुइसी हिँड्छन्। अब सजिलो भयो नि त। त्यसले गर्दाखेरि एकदम सही काम भएको छ। यसले बालबालिका र आम मानिसलाई मात्रै नभएर वृद्धहरूलाई पनि अझ सहज बन्दै गइरहेको स्थानीय इन्द्र बुढाथोकीको भनाइ छ। इलाम नगरपालिकाले यो सानो बाटो बनाइदिएकोले यहाँदेखि टुँडिखेलसम्म चाहिँ हामीलाई धेरै सुविधा भएको छ। अब यहाँबाट यस्तै गर्दै हामीलाई नारायणथानसम्म चाहिँ चाहियो। त्यसो भए चाहिँ जनतालाई अलिकति सहुलियत हुन्थ्यो होला। साँघुरो बाटोलाई व्यवस्थापन गर्न सुरु भएको यो काम सम्पन्न हुँदा बजारको सुन्दरतासँगै इलाम आउने हरेक पर्यटक र आम यात्रुलाई भने पक्कै सहज हुने नै छ।